भिड। आँखा खोला ए ठुला ठाला ए ठुला ठाला छुवाछुतको आगोले देश खाला रुमाल धोको छु यो खोलीको पानी सब खानु है मैले छोको छु। मेरो आफ्नै गीत आफै सुन्न मन लाग्दैन किनकि अग्रजको गीत सुन्यो भने मेरो काँड उम्रिन्छ। लोकसङ्गीत मैले अहिलेसम्म नबुझेको रहेछु। राजु परियार जस्तै नबन्नु होला किनकि घाटा पर्छ। बस बस सबैले भन्छ दुःख पाउने कर्मैले कहाँ लान्छ डोरी फुर्काले। पहिलो कुरो यो लभ भन्ने कुरो नै अप्ठ्यारो शब्द हो। यो माया कति वर्षदेखि बस्यो भन्ने कुरो हुन्न। लगभग 2 दर्जन चाहिँ लाइनमा छन्। चम्चाले ढिँडो कहिले पनि खाइन्न, हातले निमख नै पर्छ। त्यही हो लोकगीत। पुतले फरर निष्ठुरी रहेछ रहेछ धर। नमस्ते अनि हार्दिक स्वागत छ बिन्दास टिभीको बिन्दास गफ लिएर। आज पनि उपस्थित भइसकेको छु म तपाईँको उदास बिन्दासको साथी जीवी चिरन यानि कि चिरञ्जीवी सापकोटा। र आज बिन्दास गफ गर्नको लागि मैले एकदमै विशिष्ट व्यक्तिलाई कार्यक्रममा निम्ताएको छु। अर्थात् नेपाली लोकदोहोरी क्षेत्रमा लामो दशकौँ समयदेखि एक छत्र राज गर्न सफल लोकगीतको सम्राट भन्दा पनि फरक पर्दैन आदरणीय दाजु राजु परियार आज मसँगै हुन्छ। स्वागत छ दाइ। धन्यवाद। नमस्ते। आरामै हुनुहुन्छ? एकदम राम्रै हुन्छ। एकदम ह्यान्डसम देखिरहेको छु मैले यो पछिल्लो समय। अझ यो ह्यान्डसम बढ्दै गइरहेको दाइको सुन्दरता। सायद तपाईँको नजरलाई म धन्यवाद दिन्छु। र भर्खरै दसैँ तिहार पनि सकियो। दसैँको एउटा न्युज पनि छ्यापछ्याप्ती आयो। टिका लगाउनु भयो यसचोटि 12 वर्ष पछाडि। ए हजुर, आमाको हातबाट हो। यो बिचमा किन सायद जुरेन कि के भयो खास? बिचमा देश विदेशतिर जाने काम बढी भयो अनि अहिले चाहिँ जोस् 12 वर्षपछि खोलो फर्क्यो भने जस्तै छोरो फर्कियो। दाइको घर चाहिँ लमजुङ, तर यसरी चितवनमा परिवार नै चितवनमा हुन्छ क्या? होइन, काठमाडौँमै छौँ हामी सबैजना। आमा पनि अस्ति काठमाडौँ आउनुभयो। टिका लगाएर चाहिँ आमा लिएर आएँ घुमाउनको लागि। अब मान्छेलाई 1 वर्ष कुरेर चाडपर्व मनाइरहँदा त विशेष लाग्छ भने 12 वर्ष पछाडि त्यो पनि राजु परियारले दसैँ मनाइरहँदा कस्तो अनुभूति गर्नुभएको थियो त्यति बेला? कस्तो भयो त्यो इमेजिन नगरौँ। र सँगै अहिले अब लोकदोहोरी गीतहरू पनि पुनः अझै यो एउटा खालको व्यस्तता बिचमा भन्दा अहिले फेरि बढ्न थाल्यो हो? बढ्न थालेको क्वालिटीमा अलिकति ध्यान दिनुपर्ने जस्तो देखाएको छु मैले। क्वान्टिटी भन्दा पनि क्वालिटीमा ध्यान नदिएको हुनाले बिचमा केही वर्षमा पनि अध्ययन भन्नाले लोकसङ्गीतको अध्ययनमा चाहिँ लागेँ। त्यस कारणले अब लाग्छ मलाई लोकसङ्गीतले फेरि अर्को फड्को मार्दैछ। नयाँ एउटा फेरि इतिहास आउँदैछ लोकदोहोरी क्षेत्रको। आउँदैछ एकदम। यो बिचमा धेरै खालका अब न्युजहरू पनि आए। राजु परियार हराउनु भयो, कता जानुभयो, यो लोकदोहोरी क्षेत्रमै हुनुहुन्न, उहाँ सम्पर्कमै आउनुहुन्न जस्ता धेरै कुराहरू आयो। गुमनाम हुनुभयो भन्ने खालका कुराहरू आयो। के थियो खास वास्तविकता के थियो त्यति बेला? वास्तविकता भन्दा पनि मैले अघि नै भनिसकेँ, म लोकसङ्गीत खोज्नकै लागि म अध्ययनमै थिएँ। अब कहिले सुदूरपश्चिम, कहिले पूर्वाञ्चल, कहिले तराईतिर, कहिले हिमालतिर हिँड्ने क्रममा त्यस्तो हुन गएको होला, कहिले विदेशतिर होइन। गाउँ जहाँसम्म लाग्छ मलाई लोकसङ्गीत मैले अहिलेसम्म नबुझेको रहेछु। लोकसङ्गीत बुझ्नलाई अझै मैले धेरै अध्ययन अझै गर्नु बाँकी छ। तसर्थ हाम्रो राष्ट्रिय लोकगीत प्रतिष्ठान जो हाम्रो मेरो प्रिय मित्र बद्री पङ्गिनीजी अध्यक्षमा निर्वाचित हुनुभएको छ, उहाँकै नेतृत्वमा केही होला कि भन्ने मैले आशा बोकेको छु। अझै पनि आफूलाई लोकदोहोरी क्षेत्रको एउटा विद्यार्थी जस्तो ठान्नुहुन्छ? विद्यार्थी नै हो, म विद्यार्थी नै। मेरो टिचरहरू वरिष्ठ एउटा टिचर हुनुहुन्छ, धेरैजना हुनुहुन्छ। उहाँहरूले हामीलाई सिकाएको बाटोमा हिँडेको हौँ।
वास्तवमा मलाई लोकगीत के हो अझै केही बुझ्न बाँकी छ। तर तपाईँले त्यो भनिरहँदा त्यो त तपाईँको एउटा महानता पनि हो। होइन, महानता तर होइन, धेरैले राजु परियारलाई आफ्नो आइडल आफ्नो गुरु त मानेर हिँड्नु भएको छ नि। एकदम रियली त्यो बाटोमा अहिले पनि म पनि राजु परियार जस्तै बन्छु भनेर आएका हजारौँ गायकहरू हुनुहुन्छ यो फिल्डमा। होइन, त्यो तपाईँलाई राजु परियार जस्तै नबन्नु होला, किनकि घाटा पर्छ। किन? स्वर मेरो जस्तो नल्याउनु होला, किनकि स्वर पृथक हुनुपर्छ, फरक हुनुपर्छ। तर जस्तै तपाईँको स्वर र मेरो स्वर फरक छ, त्यस कारणले पनि पृथक शैलीबाट आयो भने आफ्नो आइडल आफै बनिन्छ जस्तो लाग्छ मलाई है। त्यस कारणले मेरो स्वर त केही पनि होइन। मेरो आमाको अगाडि, मेरो बाउको अगाडि मैले मेरो स्वर उहाँले सुन्नुभयो भने सायद म त त्यसलाई के भैँचरो भन्छ, म त भैँचरो हो। अहिले लोकदोहोरी क्षेत्रमा अब एउटा खालको बाढी पनि आइरहेछ भन्छन्। लोकदोहोरी बिस्तारै लोक भन्दा पनि अब मोडर्न खालको मिसिरहेको छ। अलि अब लोकदोहोरी नै गाउँछु भन्नेहरू चर्चामा नआउने, प्योर लोकगीत गाउँछु भन्दाखेरि शुद्ध त्यस्तो खालको माहौल यो बढ्दै गइरहेको हो। तपाईँलाई के लाग्छ? मैले त्यति गीतहरू पनि सुनेको छैन अरू साथीहरूको, तर सुन्नमा आएको चाहिँ त्यो सत्य हो। यो लोकदोहोरीको विकास हो या त विकृति, के ठान्नुहुन्छ आफूले चाहिँ? होइन, त्यही त नि मैले अघि नै भनिसकेँ नि। अब म चाहिँ यही विषयमा चाहिँ अध्ययन गर्दैछु। मलाई लाग्छ सायद साथीहरूले, सर्जकहरूले, लोक जो स्रष्टाहरू हुनुहुन्छ उहाँहरूले बुझ्नुपर्ने कुरा हो। कतिपय स्टेजमा जाँदाखेरिमा म आफै लोकगायक भनेर चाहिँ गर्व गर्ने ठाउँ चाहिँ अझै मैले भेटाएको छैन। त्यस कारणले उहाँहरूले बुझ्नुपर्ने हुन्छ। पक्कै पनि यति बेला हामीलाई कैयौँ दर्शकले हेरिरहनु भएको छ। तपाईँका शुभचिन्तकहरू, फ्यानहरू धेरै हुनुहुन्छ। गफ त छँदैछ, गीत पनि सुन्न पाए हुन्थ्यो भन्ने खालको पनि चाहना छ दर्शकको। एउटा गीत राखउँदै अब कुन चाहिँ गीत गाइदिउँ? म त तपाईँको चोइस, दर्शकलाई मनपर्ने त सबै गीत मनपर्छ। अवश्य पनि म आज काठमाडौँ डिजिटलमा 2 वर्षपछि यहाँ पाइलट ट्रेकिङ हाम्रो डिका दाईको स्टुडियो, हामी यहीँ अलि बसेर कुरा गरिरहँदा कता अप्ठ्यारो पनि लाग्छ। अब उहाँहरूको अगाडि त मलाई कसरी भनौँ र, होइन? कुन चाहिँ गीत गाइदिउँ? एउटा त्यसो भए तपाईँलाई म एउटा रेन्ज मात्रै दिन्छु। हुन्छ। उडीमायो पुतले फरर निष्ठुरी रहेछ रोइछाड्यो धर। यही नै हो। एकदमै मिठो गीत, धेरै धेरै धन्यवाद। यो लोक साङ्गीतिक क्षेत्रमा 2056बाट लाग्नुभयो। यहाँसम्म आउनमा कसलाई चाहिँ आइडल मान्नुहुन्छ, कसलाई गुरु मान्नुहुन्छ, को हुनुहुन्छ त्यस्तो? मेरो आमालाई, अनि अहिले बेलायतमा हुनुहुन्छ बुवा देवी प्रसाद गुरुङ, अनि डब्लु धनबहादुर गुरुङ दाई के बुवा, अनि त्यसपछि इन्द्रजित गुरुङ, उहाँहरूलाई म सम्झिन चाहन्छु। उहाँहरू नै मेरो हामीले सुनेको अब एक समय एक छत्र राज गर्ने गायिका पनि हुनुहुन्छ बिमा कुमारी दुरा, एकदम छिमेकी पर्नुभयो नजिकै? होइन, मेरो त धर्म दिदी हुनुहुन्छ उहाँ। अस्ति 13मा पनि उहाँको हातको एउटा त्यसलाई के भन्छ टिका लगाएँ। अब के छ अब यो भावी योजना, अब कसरी लोक साङ्गीतिक क्षेत्रमा बढ्ने खालको योजना, अब कसरी म अगाडि जाने भन्ने खालको योजना केही बनाउनु भएको छ त्यस्तो? होइन, म जहाँ छु ठिकै छु, तर लोकसङ्गीत कसरी अगाडि बढ्छ, कस्तो बाटोमा जानुपर्छ भन्ने कुरा चाहिँ हाम्रो अग्रजहरूले बताउनुहुन्छ, मैले केही भन्न सक्दिनँ। अहिले परिवार सबै काठमाडौँमा हुनुहुन्छ? भाउजू यतै हुनुहुन्छ? छोराछोरी ठुलै भइसक्नु भयो? नानी अहिले 13 वर्षको भइन्, बाबु अहिले 10 वर्षको भयो।
अनि त्यही नै हो जिन्दगी। बाबुको यो गुड गीत गाउने एउटा गड गिफ्टेड पनि भनौँ, एउटा गडले पनि तपाईँलाई एउटा उपहार दिएको पनि हो सुरुवाती चरणमै। त्यो गड गिफ्टेड छोराछोरीमा सर्या छ कि छैन? बाबु चाहिँ जहाँसम्म लाग्छ ऊ आर्ट फिल्डमै छ। नानी चाहिँ अलिक पपतिर लागेको छ, एकदम राम्रो कुरा हो। सङ्गीतभित्रै छ जे होस्। दुवैजना जोस् गाउनुहुन्छ? सबै छ। माहौल अहिले साङ्गीतिक नै भनेको छ। श्रीमती पनि ऊ अब साहित्यकार पनि हो हुन् र उसँगै मेरो चाहिँ गीत आउँदैछ। ओहो ल बधाई छ एकदमै पहिले अग्रिम। तर भाउजूलाई हामी त्यति देख्न पनि पाउँदैनौँ मिडियामा। अनि मैले मिडियामा अब यही गीतबाट चाहिँ मिडियामा ल्याउने। हजुर। सार्वजनिक कार्यक्रममा त्यसरी हिँड्नु भएको छ कहिले सँगै? एक हिसाबले भन्नुपर्दा हिँडेकै छौँ, तर उसलाई मैले गीत मार्फतै स्टेजमा उतार्ने विचारमा छु। सायद यो गीतले चाहिँ केही न केही गर्छ कि तपाईँहरूको आशीर्वाद। लभ म्यारिज कति वर्ष भयो? पहिलो कुरो यो लभ भन्ने कुरो नै अप्ठ्यारो शब्द हो। यो माया कति वर्षदेखि बस्यो भन्ने कुरो हुन्न होइन। मायामा मैले देखेको चाहिँ अब कति वर्ष भनेर सोधिहाल्नु भयो भन्नै पर्ने हुन्छ होइन। मेरो सेकेन्ड म्यारिज हो, त्यस कारणले पनि माया मेरो धेरै भयो। अब यहाँभन्दा केही नहोला। अब अहिले पनि धेरै युवतीहरूको राजु परियार भनिसकेपछि कार्यक्रममा जाँदाखेरि देख्नु पनि म पनि सँगै एक दुईचोटि हेर्दाखेरि त्यो खालको क्रेज देखिरहेको छु। अहिले त यस्तो छ भने जति बेला भ्याइ नभ्याइ थियो एक समय, त्यति बेलाको अवस्था के थियो? प्रपोजहरू त्यस्तो आउने एकदमै उपद्रवी हुन्थ्यो होला? होइन, म अहिले पनि जोगिएर हेर्नुपर्ने अवस्था छ। त्यस कारणले पनि म सबै चेलीबेटीहरूलाई म सम्मानपूर्वक मेरो सबै चेलीबेटीहरू हुनुहुन्छ, मलाई अनर्थ नसम्झिनु होला। जुन एङ्गलले हेर्नु भएको छ त्यो एङ्गलले नहेरिदिनु होला, त्यही भन्न चाहन्छु। सहायता चाहिँ सबैलाई छ? सबैलाई, सबै मेरो चेलीबेटीहरू, इभन मेरो बुढी बाहेक। तर कुनै त्यस्तो घटना छ कार्यक्रममा जाँदै गर्दाखेरि तपाईँले स्टेजमा गाउँदै गर्दाखेरि कसैले ऊबाट आई लभ यु राजु परियार भनेको अथवा हात काटेको त्यस्तो केही घटना छन् सम्झिन लायक? कुनै घटना छ भने एउटा सेयरिङ। लमजुङ जिल्लामै हो अनि हङकङमा पनि त्यस्तो धेरै घटनाहरू छन्। अब यो भनी साध्य छैन। तर पनि उहाँहरूले चाहिँ एकदम हार्दिकतापूर्वक चाहिँ माया गर्नुभयो। उहाँहरूले जुन सोच बनाएर मलाई चाहिँ भाइ बनाउनु भयो, दादी बनाउनु भयो, त्यसको लागि त्यही नै हो, अरू केही पनि होइन। नेगेटिभ नसोच्नु होला। दिनमा कतिसम्म गीत गाउनु भयो रेकर्ड? मेरो 17वटासम्म पुग्यो एकै दिनमा। हजुर। कति सालमा? यो 62-63 तिर हो। 62-63 तिर। झन्डै 5-6 वर्षसम्म त्यो रफ्तार रह्यो। अहिले के छ अहिलेको अवस्था चाहिँ? कति समयको अन्तरालमा कसरी गीतहरू? क्वान्टिटी चाहिँ त्यो बेलामा मलाई क्वान्टिटीमा ध्यान दिएँ, अब क्वालिटीको ध्यान दिन खोजेको हो। त्यस कारणले अब रफ्तार जब म यो धरतीबाट बिदा हुन्छ त्यहीबाट चाहिँ सकिन्छ होला, सायद रफ्तार त्यहाँ सरन्छ। कति पुग्यो सङ्ख्यात्मक राख्नु भएको छ? केही छ? कति? लगभग 13,000 गीत सबै छ, नोट छ। यति धेरै गीत गाउने त विश्वमै कोही छैन नि? हुनुहुन्छ होला अरू त। जस मेरो आफ्नो चाहिँ रेकर्ड अरूलाई दिन्न, मैले मिडियालाई मात्रै दिन्छु। अब त्यति धेरै गीत गाइरहँदा त गिनेस बुकको लागि त्यस्तो केही प्रोसेसिङ केही गर्नु भएन? होइन, म त्यो गाउन बाँकी नै छ नि, अहिले किन हातिनु पऱ्यो? अझै थपिन्छ नि? थपिन्छ। सँगै यति बेला फेरि दर्शकका लागि हामी अलि अझ एकदम चर्चामा रहेको यो खोलीको गीत चाहिँ दर्शकको लागि राख्न चाहन्छौँ। रुमाल धोको छ। वास्तवमा यो समाज एकदमै हिजोको समाज र आजको समाज फरक छ। भोलिको समाज झन् फरक हुँदै जान्छ, किनकि अहिलेको हाम्रो जेनेरेसन भनेको एकदम शिक्षित बौद्धिक छ। त्यो बेलाको समाजमा चाहिँ त्यो बेलाको समाजको गीत हो यो। आँखा खोला ए ठुला ठाला, ए ठुला ठाला,
छुवाछुतको आगोले देश खाला रुमाल धोको छु यो खोलीको पानी सब खानु है मैले छोको छु। वाह 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 एकदमै यो मनसुनी गीत धेरै चर्चा पनि बटुल्न सफल भयो, धेरैको मन पनि छोएको गीत हो। अहिले पछिल्लो समय अब आफै एल्बम निकाल्ने अथवा त्यस्तो केही योजना छ कि छैन तपाईँको, कि अरूकै गीतहरू गाउने? होइन, मेरो आफ्नो एल्बम तयारीमा छ, बग्यो काली गण्डकी। त्यो गीत र लगभग 2 दर्जन चाहिँ लाइनमा छन्। कतिखेर आउने हो, अब सुटिङ हुँदैछ, सुटिङ भएपछि अनि बल्ल तपाईँहरूसँग देखाउँला। अहिले विभिन्न कार्यक्रमहरूमा देश विदेशको कार्यक्रममा त निकै व्यस्त हुनुहुन्छ नै, हामीलाई भेट्न पनि गाह्रै पर्छ। यही बिन्दास गफको लागि पनि हामीले धेरै समयदेखि कुर्नु पर्यो। अहिले दर्शकहरूले शुभचिन्तकहरूले प्रत्यक्ष भेट्दै गर्दाखेरिमा कस्तो किसिमको प्रतिक्रिया दिनुहुन्छ उहाँहरूले चाहिँ? अब कसरी जानुपर्छ, केही छ त्यस्तो तपाईँलाई दिएका फिडब्याकहरू? अब म एउटा गाउँमा जन्मेको एउटा किसानको छोरो, त्यही चिलाउनेको पात बजाएर यहाँसम्म आएँ। फर्स्ट गीत पहिलो गीत भनेको मेरो साथी सागर बोराले लेख्नुभएको किसिमकोटमा चढी नाचेको त्यही हो। तर सजेसन कस्तो हुन्छ भने ढिँडो कहिले पनि चम्चा र कोट्टाएर खाइन्न, चम्चाले ढिँडो कहिले पनि खाइन्न, हातले निमोट्नै पर्छ। त्यही हो लोकगीत मेरो विचारमा चाहिँ। त्यस्तो खालको प्रतिक्रिया पाइरहनु? त्यस्तो प्रतिक्रिया आइरहेको छ, वास्तवमा हो पनि। गुन्द्रुक ढिँडो बिर्सियो भने हामी चाहिँ अहिले पनि म तपाईँहरूको मिडिया मार्फत के भन्न चाहन्छु भने म लोकगायक भइसकेपछि बल्ल तपाईँलाई प्रतिक्रिया दिउँला। अहिले म गायकको रूपमा मात्रै छु। लोकगायक हुन धेरै गाह्रो छ, तपस्या गर्नुपर्ने रहेछ। हामी अब अन्तिमतिर पनि छौँ। थोरै म फ्ल्यासब्याक बाल्यकाल सम्झिन चाहेँ। राजु दाईको कस्तो थियो बाल्यकाल? बाल्यकाल मेरो सामान्य जस्तै तारीगोरु मालेगोरुको पछि हिँडेँ। गोठाला हिँड्नु एकदम धेरै हिँडेँ। त्यो गोठाला हिँड्दै हिँड्दै लोक भाकाहरू सिकेँ। अनि अग्रजहरूको जस्तै बिमा दिदीको, नारायण दाईको, बमबहादुर कार्की, प्रेमराज महत दाईको उहाँहरूको गीतबाट म प्रभावित भएँ। बाल्यकाल चाहिँ सामान्यतः म सानैबाट चञ्चले थिएँ। अब अनि मेरो आमा पनि गीत गाउनुहुन्छ, बुवाले पनि गीत गाउने, अनि हजुरबा पनि त्यसै हाम्रो पारिवारिक रौनकै त्यस्तो सङ्गीतमय थियो। अब त्यो सङ्गीतमै बित्यो भन्नुपर्छ बाल्यकाल चाहिँ। कति वर्षको उमेरमा काठमाडौँ आइपुग्नु भयो? उमेर त अब अहिले भन्यो भने ढाँटे जस्तो हुन्छ। म 55 सालमा काठमाडौँ आएको। अनि पुकार दोरी साँझबाट मैले सुरु गरेको। जस्तै हाम्रो कति वर्ष हुनुहुन्थ्यो त्यति बेला? सायद म 14-15 वर्षको थिएँ होला। एकदम भर्खरको छिटो नै हो। अहिले पनि त बारे त एकदम अन्जान नै हुनुहुन्थ्यो त्यति बेला। म सुन्दारमा चाहिँ 2 दिनसम्म हराएको छु। ओहो, कति पैसा बोकेर आउनु भएको थियो? आमाले कुखुराको भाले पाल्नु भएको थियो, त्यही कुखुरा भाले बेचेर चाहिँ भागेर आएको। त्यति बेला त कुखुरा भालेको मूल्य पनि निकै कम नै थियो होला, अहिले जस्तो त्यति महँगो थिएन। अहिले त अब भनौँ त्यसै भए। यहाँ आइसके पछाडि सुरुमै तपाईँको स्वरलाई त धेरैले चिन्नु भएन होला, त्यस्तो घटना के छ? मेरो विडम्बना के भन्नुपर्छ भने मेरो आदरणीय दाइ केशरबहादुर अधिकारी तनहुँ निवासी हुनुहुन्छ। उहाँको र मेरो रेडियो नेपाल भन्ने बित्तिकै अहिले पनि मेरो मुटुले काम छोड्छ। मुटु काम छ किनकि सरस्वती माताको बास गरेको ठाउँ रेडियो नेपाल। अनि एउटा मात्रै गीत छ रेडियो नेपालमा मेरो रेकर्ड, फर्स्ट गीत हो माछा माछा भ्याएको त रित्तै भए जाल भन्ने। अनि त्यही नै मेरो हो। त्यसमा एउटा मात्रै छ अहिलेसम्म। निकट भविष्यमै त्यहाँबाट तपाईँहरूकै मिडिया मार्फत होइन, तपाईँहरूलाई बोलाएर नै दिनमा कतिवटा गीत हुन्छ त्यो थाहा होइन, त्यहाँ रेकर्ड गर्ने विचार छु। मैले केही दिन नसके पनि जुन एउटा घटनाहरू जति पनि हुन्छन्, तर म रिमा रेकर्डिङ तत्कालीन अहिलेको चाहिँ हाम्रो नारायण दाइको चाहिँ
स्टुडियो थियो। त्यसमा चाहिँ गाउँदाखेरि म चाहिँ एउटा गीत त्यही किसिम कर्मचारी नाचेको भन्ने चाहिँ मैले 5 दिन लगाएर गाएँ, किनकि अग्रजहरूको अगाडि गाउन एकदम मुटु कामदो रहेछ। पत्याउनु भयो त्यो पत्याउने नपत्याउने घटना के छ तपाईँलाई? ल अब राजु परिवारको स्वरले पनि खान्छ है भन्ने खालको त्यो पत्याउने स्थिति सिर्जना कसरी भयो, कहाँबाट भयो? होइन, त्यो नारायण सरले नै मलाई चाहिँ हौसला दिनुभयो काठमाडौँ आइसकेपछि। अनि दिपेन्द्र गुरुङ उहाँहरूले हौसला दिनुभयो। त्यहाँबाट पनि जब तपाईँहरूको यो मिडियामा बोलिरहँदाखेरिमा चाहिँ अलिकति अप्ठ्यारो महसुस हुन्छ। पत्याउने नपत्याउने भन्दा पनि म अहिलेसम्म म आफै भ्रममा छु कि म गायक हो कि होइन भनेर। पत्याउने वातावरण चाहिँ रिमा रेकर्डिङ स्टुडियोले सिर्जना गर्यो, सागर बराजी, त्यस पछाडि आएर शान्तनु पानी दिदी उहाँहरूले नै गर्नुभएको हो। अब अहिले नयाँ नयाँ गायक गायिकाहरू धेरै आउनु भएको छ। नयाँ आउने गायक गायिकाहरूलाई एउटा अग्रजको नाताले म अग्रज होइन। के छ सन्देश? म अग्रज चाहिँ होइन यसको लागि। गायकको हिसाबले, एउटा चर्चित गायकको हिसाबले आउनुहोस्, आँप रोपे आफै फल्छ, सुन्तला रोपे सुन्तलै फल्छ। त्यस कारणले अब तपाईँहरूले जुन सिजन ल्याउनु भएको छ, मिडिया र कलाकार एक ठाउँमा हुनुपर्छ, मिडियाबाट टाढा नहुनु होला, म यो भन्न चाहन्छु। र सभ्य र हाम्रो समाजले पचाउन सक्ने कुराहरू दिन सकौँ। लोकगीत भनेको त्यो गीत हो जहाँ म आफैले नबुझेको शब्द लोकगीतलाई बुझेर मात्रै आउनु होला। अनि अन्य जस्तै म पप पनि गाउँछु, आधुनिक पनि गाउँछु, शास्त्रीय पनि गाउँछु, दुनियाँ गाउँछु, तर आफूले बुझेर मात्रै आउनु होला। लोकगायक बन्नलाई एकदम गाह्रो छ। लोकगायक भनेपछि संसारको लोकको गायक भन्नुहोस्, त्यही भन्न चाहन्छु। अब आम दर्शकलाई जाँदा जाँदै मैले केही सोध्न छुटाएको कुरा पनि हुनसक्छ, तपाईँलाई भन्न मन लागेका केही कुरा हुनसक्छन्, केही छन् भने दर्शकका लागि। अहिलेसम्म तपाईँको प्रश्नको उत्तर दिइरहेँ, अब मेरो प्रश्नको उत्तर पनि एउटा दिन पर्ने हुन्छ। ल ल हाम्रो टेलिभिजनै बिन्दास होइन। नढाँटी भन्नुहोस्, कलाकार र पत्रकारितामा के फरक छ? बडो गाह्रो प्रश्न। फिल्ड एउटै हो। सरल हिसाबले झट्ट हेर्दाखेरि सुन्दाखेरि चाहिँ कार त कारै हो, कारिता त कारिता नै हो। पत्र र कलाकार कुन चाहिँ कार हो? कार त दुइटै कार, कलाकार पत्रकार। मात्र पत्र र कलाले फरक पारे, तर कला दुवैलाई चाहिन्छ। तर यो हाम्रो देश, हामी यति सुन्दर भूमिमा जन्मेका छौँ, हामी भाग्यमानी छौँ। मलाई कता कता लाग्छ, एउटा सानो शब्द जोड्न मन लाग्यो। जबसम्म कलाकार पत्रकार साहित्यकार एक ठाउँमा आउँदैनन् तबसम्म चाहिँ यो कलाकारिता पनि पत्रकारिता पनि र साहित्यकारको साहित्य क्षेत्र पनि अनि धराशायी हुन्छ कि जस्तो डर लागेको छ मलाई। हाम्रो एउटा छाता सङ्गठन स्थापना गर्नुपर्ने जस्तो मैले देखेको छु। किनकि पत्रकारलाई पर्दा कलाकारलाई त्यो त सरकारी निकायबाट पनि केही पहल हुनु पर्यो। त्यो सम्बन्धित व्यक्ति त्यहाँ जानु पर्यो। र हाम्रो छाता सङ्गठन भइसक्यो, जब घर बनाएपछि दरबार पुगिएर होइन। त्यस कारणले मैले भन्न खोजेको अर्थ कहाँनिर हो भने, हामी दाजुभाइ भइयो, मिडिया जति पनि श्रोता हुनुहुन्छ, दर्शक हुनुहुन्छ, उहाँहरूलाई मेरो विनम्र अनुरोध छ, राष्ट्र सेवक पत्रकार कलाकार अनि हामी सबै एउटै हौँ। हाम्रो आफ्नो ठाउँबाट चाहिँ सेवा गरिरहेका छौँ। तपाईँहरूले त्यसरी मूल्याङ्कन गरिदिनु होला, किनकि हामी सबै नेपाली हौँ भन्ने एउटा भावना चाहिँ बोकिदिनु होला, त्यो बोकिदिनु होला। त्यसको लागि म विनम्र आग्रह गर्छु। आफ्नो व्यस्त समयको बावजुद पनि हामीलाई समय उपलब्ध गराइदिनु भयो, दाइप्रति निकै हामी आभारी पनि छौँ। आगामी साङ्गीतिक यात्रा पनि अझै उचाइ लियोस्, निरन्तर रूपमा बगिरहोस्, हाम्रो शुभकामना छ। र जाँदा जाँदै दाइको आवाजमा फेरि हामी एउटा गीत चाहिँ सुन्छौँ। नामै त बिन्दास।
नारायणकै गीत गाउँछु म किनकि मलाई मनपर्ने गीत त्यही हो मेरो आफ्नै गीत आफै सुन्न मन लाग्दैन किनकि अग्रजको गीत सुन्यो भने मेरो काँडा उम्रिन्छ बस बस सबैले भन्छ दुःख पाउने कर्मैले कहाँ लान्छ डोरी फुर्काले मन घुम्छ चरखा झैँ तिम्रै सुर्ताले धेरै धेरै धन्यवाद धन्यवाद भाइ यदि यो भिडियो मन पर्यो भने बिन्दास टिभीलाई सब्स्क्राइब गर्न नबिर्सनुहोस् धन्यवाद निष्ठुरी रहेछ रहेछ यही नै हो धेरै धेरै धन्यवाद यो लोक साङ्गीतिक क्षेत्रमा 2056तिर 56बाट लाग्नुभयो यहाँसम्म आउनमा कसलाई चाहिँ आइडल मान्नुहुन्छ कसलाई गुरु मान्नुहुन्छ को हुनुहुन्छ त्यस्तो मेरो आमालाई अनि अहिले बेलायतमा हुनुहुन्छ बुवा देवी प्रसाद गुरुङ अनि डब्लु धनबहादुर गुरुङ दाई के बुवा अनि त्यसपछि इन्द्रजित गुरुङ उहाँहरूलाई म सम्झिन चाहन्छु उहाँहरू नै मेरो हामीले सुनेको अब एक समय एक छत्र राज गर्ने गायिका पनि हुनुहुन्छ बिमा कुमारी दुरा एकदम छिमेकी पर्नुभयो नजिकै होइन मेरो धर्म दिदी हुनुहुन्छ उहाँ अस्ति 13मा पनि उहाँको हातको एउटा त्यसलाई के भन्छ टिका भाइ टिका लगाएँ अब के छ अब यो भावी योजना अब कसरी यो लोक साङ्गीतिक क्षेत्रमा बढ्ने खालको योजना अब कसरी म अगाडि जाने भन्ने खालको योजना केही बनाउनु भएको छ त्यस्तो होइन म जहाँ छु ठिकै छु तर लोकसङ्गीत कसरी अगाडि बढ्छ कस्तो बाटोमा जानुपर्छ भन्ने कुरा चाहिँ हाम्रो अग्रजहरूले पनि बताउनुहुन्छ मैले केही भन्न सक्दिनँ अहिले परिवार सबै काठमाडौँमा हुनुहुन्छ भाउजू यतै हुनुहुन्छ छोराछोरी ठुलै भइसक्नु भयो नानी अहिले 13 वर्षको भइन् बाबु अहिले 10 वर्षको भयो अनि त्यहाँनिर जिन्दगी बाबुको यो गुड गीत गाउने एउटा गड गिफ्टेड पनि भनौँ एउटा गडले पनि तपाईँलाई एउटा उपहार दिएको पनि हो सुरुवाती चरणमै त्यो गड गिफ्टेड छोराछोरीमा सरिया छ कि छैन बाबु चाहिँ जहाँसम्म लाग्छ ऊ आर्ट फिल्डमै छ नानी चाहिँ अलिक पपतिर लागेको छ एकदम राम्रो कुरा होस् सङ्गीतभित्रै छ जे होस् दुवैजना जोस् गाउनुहुन्छ सबै छ माहौल अहिले साङ्गीतिक नै भनेको छ श्रीमती पनि ऊ आफू साहित्यकार पनि हो हुन् र उसँगै मेरो चाहिँ गीत आउँदैछ तर भाउजूलाई हामी त्यति देख्न पनि पाउँदैनौँ मिडियामा अनि मैले मिडियामा अब यही गीतबाट चाहिँ मिडियामा ल्याउने हजुर सार्वजनिक कार्यक्रममा त्यसरी हिँड्नु भएको छ कहिले सँगै एक हिसाबले भन्नुपर्दा हिँडेकै छौँ तर उसलाई मैले गीत मार्फतै स्टेजमा उतार्ने विचारमा छु सायद यो गीतले चाहिँ केही न केही गर्छ कि तपाईँहरूको आशीर्वाद लभ म्यारिज कति वर्ष भयो पहिलो कुरो यो लभ भन्ने कुरो नै अप्ठ्यारो शब्द हो यो माया कति वर्षदेखि बस्यो भन्ने कुरो हुन्न होइन मायामा मैले देखेको चाहिँ अब कति वर्ष भनेर सोधिहाल्नु भयो भन्नै पर्ने हुन्छ होइन मेरो सेकेन्ड म्यारिज हो त्यस कारणले पनि माया मेरो धेरै भयो अब यहाँभन्दा केही नहोला अब अहिले पनि धेरै युवतीहरूको राजु परियार भनिसकेपछि कार्यक्रममा जाँदाखेरि देख्नु पनि म पनि सँगै एक दुईचोटि हेर्दाखेरि त्यो खालको क्रेज देखिरहेको छु अहिले त यस्तो छ भने जति बेला भ्याइ नभ्याइ थियो एक समय त्यति बेलाको अवस्था के थियो प्रपोजहरू त्यस्तो आउने एकदमै उपद्रवी हुन्थ्यो होला होइन म अहिले पनि जोगिएर हेर्नुपर्ने अवस्था छ त्यस कारणले पनि म सबै चेलीबेटीहरूलाई म सम्मानपूर्वक मेरो सबै चेलीबेटीहरू हुनुहुन्छ मलाई अनर्थ नसम्झिनु होला जुन एङ्गलले हेर्नु भएको छ त्यो एङ्गलले नहेरिदिनु होला त्यही भन्न चाहन्छु सहायता चाहिँ सबैलाई छ सबैलाई सबै मेरो चेलीबेटीहरू इभन मेरो बुढी बाहेक तर
कुनै त्यस्तो घटना छ कार्यक्रममा जाँदै गर्दाखेरि तपाईँले स्टेजमा गाउँदै गर्दाखेरि कसैले ऊबाट आई लभ यु राजु परियार भनेको अथवा हात काटेको त्यस्तो? बल्ल तपाईँले प्रतिक्रिया दिउँला। अहिले म गायकको रूपमा मात्रै छु। लोक गायक हुन धेरै गाह्रो छ, तपस्या गर्नुपर्ने रहेछ। हामी अब अन्तिमतिर पनि छौँ। थोरै म फ्ल्यासब्याक बाल्यकाल सम्झिन चाहेँ। राजु दाईको कस्तो थियो बाल्यकाल? बाल्यकाल मेरो सामान्य जस्तै तारी गोरु माले गोरुको पछि हिँडेँ। गोठाला हिँड्नु एकदम धेरै हिँडेँ। त्यो गोठाला हिँड्दै हिँड्दै लोक भाकाहरू सिकेँ। अनि अग्रजहरूको जस्तै बिमा दिदीको, नारायण दाईको, बमबहादुर कार्की, प्रेमराज महत दाईको उहाँहरूको गीतबाट म प्रभावित भएँ। बाल्यकाल चाहिँ सामान्यतः म सानैबाट चञ्चले थिएँ। अब अनि मेरो आमा पनि गीत गाउनुहुन्छ, बुवाले पनि गीत गाउने, अनि हजुरबा पनि त्यसै हाम्रो पारिवारिक रौनक चाहिँ त्यस्तो सङ्गीतमय थियो। अब त्यो सङ्गीतमै बित्यो भन्नुपर्छ बाल्यकाल चाहिँ। कति वर्षको उमेरमा काठमाडौँ आइपुग्नु भयो? उमेर त अब अहिले भनौँ भने ढाँटे जस्तो हुन्छ। म 55 सालमा काठमाडौँ आएको हो। अनि पुकार दोरी साँझबाट मैले सुरु गरेको। जस्तै हाम्रो कति वर्ष हुनुहुन्थ्यो त्यति बेला? सायद म 14-15 वर्षको थिएँ होला। एकदम भर्खरको छिटो नै हो नि। अहिले पनि बारे त एकदम अन्जान नै हुनुहुन्थ्यो त्यति बेला। म सुन्दारमा चाहिँ 2 दिनसम्म हराएको छु। ओहो, कति पैसा बोकेर आउनु भएको थियो? आमाले कुखुराको भाले पाल्नु भएको थियो, त्यही कुखुरा भाले बेचेर चाहिँ भागेर आएको। त्यति बेला त कुखुरा भालेको मूल्य पनि निकै कम नै थियो होला, अहिले जस्तो त्यति महँगो थिएन। अहिले त अब भनौँ त्यसै भए। यहाँ आइसके पछाडि सुरुमै तपाईँको स्वरलाई त धेरैले चिन्नु भएन होला, त्यस्तो घटना के छ? मेरो विडम्बना के भन्नुपर्छ भने मेरो आदरणीय दाइ केशरबहादुर अधिकारी तनहुँ निवासी हुनुहुन्छ। उहाँको र मेरो रेडियो नेपाल भन्ने बित्तिकै अहिले पनि मेरो मुटुले ठाउँ छोड्छ। मुटु काम छ किनकि सरस्वती माताको बास गरेको ठाउँ रेडियो नेपाल। अनि एउटा मात्रै गीत छ रेडियो नेपालमा मेरो रेकर्ड, फर्स्ट गीत हो माछा माछा भ्याएको त रित्तै भए जाल भन्ने। अनि त्यही नै मेरो ऊ हो। त्यसमा एउटा मात्रै छ अहिलेसम्म। निकट भविष्यमै त्यहाँबाट तपाईँहरूकै मिडिया मार्फत होइन तपाईँहरूलाई बोलाएर नै दिनमा कतिवटा गीत हुन्छ त्यो थाहा होइन, त्यहाँ रेकर्ड गर्ने विचार छु। मैले केही दिन नसके पनि जुन एउटा घटनाहरू जति पनि हुन्छन्, तर म रिमा रेकर्डिङ तत्कालीन अहिलेको चाहिँ हाम्रो नारायण दाईको चाहिँ स्टुडियो थियो, त्यसमा चाहिँ गाउँदाखेरि म चाहिँ एउटा गीत त्यही किसिम कर्मचारी नाचेको भन्ने चाहिँ मैले 5 दिन लगाएर गाएँ, किनकि अग्रजहरूको अगाडि गाउन एकदम मुटु कामदो रहेछ। पत्याउनु भयो त्यो पत्याउने नपत्याउने घटना के छ तपाईँलाई? ल अब राजु परियारको स्वरले पनि खान्छ है भन्ने खालको त्यो पत्याउने स्थिति सिर्जना कसरी भयो, कहाँबाट हो? होइन, त्यो नारायण सरले नै मलाई चाहिँ हौसला दिनुभयो काठमाडौँ आइसकेपछि। अनि दिपेन्द्र गुरुङ उहाँहरूले हौसला दिनुभयो। त्यहाँबाट पनि जब तपाईँहरूको यो मिडिया बोलिरहँदाखेरिमा चाहिँ अलिकति अप्ठ्यारो महसुस हुन्छ। पत्याउने नपत्याउने भन्दा पनि म अहिलेसम्म आफै भ्रममा छु कि म गायक हो कि होइन भनेर। पत्याउने वातावरण चाहिँ रिमा रेकर्डिङ स्टुडियोले सिर्जना गर्यो, सागर बराजी, त्यस पछाडि आएर शान्ता नेपानी दिदी उहाँहरूले नै गर्नुभएको हो। अब अहिले नयाँ गायकहरू धेरै आउनु भएको छ। नयाँ आउने गायकगायिकाहरूलाई एउटा अग्रजको नाताले, म अग्रज होइन, के छ सन्देश? आँखा खोला ए ठुला ठाला, ए ठुला ठाला,
छुवाछुतको आगोले देश खाला रुमाल धोको छु यो खोलीको पानी सब खानु है मैले छोको छु। मेरो आफ्नै गीत आफै सुन्न मन लाग्दैन किनकि अग्रजको गीत सुन्यो भने मेरो काँड उम्रिन्छ। लोकसङ्गीत मैले अहिलेसम्म नबुझेको रहेछु। राजु परियार जस्तै नबन्नु होला किनकि घाटा पर्छ। बस बस सबैले भन्छ दुःख पाउने कर्मैले कहाँ लान्छ डोरी फुर्काले। पहिलो कुरो यो लभ भन्ने कुरो नै अप्ठ्यारो शब्द हो। यो माया कति वर्षदेखि बस्यो भन्ने कुरो हुन्न। लगभग 2 दर्जन चाहिँ लाइनमा छन्। चम्चाले ढिँडो कहिले पनि खाइन्न, हातले निमट्नै पर्छ। त्यही हो लोकगीत। पुतले फरर निष्ठुरी रहेछ रोइछाड्यो धर। नमस्ते अनि हार्दिक स्वागत छ बिन्दास टिभीको बिन्दास गफ लिएर। आज पनि उपस्थित भइसकेको छु म तपाईँको उदास बिन्दासको साथी जीवी चिरन यानि कि चिरञ्जीवी सापकोटा। र आज बिन्दास गफ गर्नको लागि मैले एकदमै विशिष्ट व्यक्तिलाई कार्यक्रममा निम्ताएको छु। अर्थात् नेपाली लोकदोहोरी क्षेत्रमा लामो दशकौँ समयदेखि एक छत्र राज गर्न सफल लोकगीतको सम्राट भन्दा पनि फरक पर्दैन आदरणीय दाजु राजु परियार आज मसँगै हुन्छ। स्वागत छ दाइ। धन्यवाद। नमस्ते। आरामै हुनुहुन्छ? एकदम राम्रै हुन्छ। एकदम ह्यान्डसम देखिरहेको छु मैले यो पछिल्लो समय। अझ यो ह्यान्डसम बढ्दै गइरहेको दाइको सुन्दरता। सायद तपाईँको नजरलाई म धन्यवाद दिन्छु। र भर्खरै दसैँ तिहार पनि सकियो। दसैँको एउटा न्युज पनि छ्यापछ्याप्ती आयो। हजुर। टिका लगाउनु भयो यसचोटि 12 वर्ष पछाडि। ए हजुर, आमाको हातबाट हो। यो बिचमा किन सायद जुरेन कि के भयो खास? बिचमा देश विदेशतिर जाने काम बढी भयो अनि अहिले चाहिँ जस 12 वर्षपछि खोलो फर्क्यो भने जस्तै छोरो फर्कियो। दाइको घर चाहिँ लमजुङ, तर यसरी चितवनमा परिवार नै चितवनमा हुन्छ क्या? होइन, काठमाडौँमै छौँ हामी सबैजना। आमा पनि अस्ति काठमाडौँ आउनुभयो। टिका लगाएर चाहिँ आमा लिएर आएँ घुमाउनको लागि। अब मान्छेलाई 1 वर्ष कुरेर चाडपर्व मनाइरहँदा त विशेष लाग्छ भने 12 वर्ष पछाडि त्यो पनि राजु परियारले दसैँ मनाइरहँदा कस्तो अनुभूति गर्नुभएको थियो त्यति बेला? कस्तो भयो त्यो इमेजिन नगरौँ। र सँगै अहिले अब लोकदोहोरी गीतहरू पनि पुनः अझै यो एउटा खालको व्यस्तता बिचमा भन्दा अहिले फेरि बढ्न थाल्यो हो? बढ्न थालेको क्वालिटीमा अलिकति ध्यान दिनुपर्ने जस्तो देखाएको छु मैले। क्वान्टिटी भन्दा पनि क्वालिटीमा ध्यान नदिएको हुनाले बिचमा केही वर्षमा पनि अध्ययन भन्नाले लोकसङ्गीतको अध्ययनमा चाहिँ लागेँ। त्यस कारणले अब लाग्छ मलाई लोकसङ्गीतले फेरि अर्को फड्को मार्दैछ। नयाँ एउटा फेरि इतिहास आउँदैछ लोकदोहोरी क्षेत्रको। आउँदैछ एकदम। यो बिचमा धेरै खालका अब न्युजहरू पनि आए। राजु परियार हराउनु भयो, कता जानुभयो, यो लोकदोहोरी क्षेत्रमै हुनुहुन्न, उहाँ सम्पर्कमै आउनुहुन्न जस्ता धेरै कुराहरू आयो। गुमनाम हुनुभयो भन्ने खालका कुराहरू आयो। के थियो खास वास्तविकता के थियो त्यति बेला? वास्तविकता भन्दा पनि मैले अघि नै भनिसकेँ, म लोकसङ्गीत खोज्नकै लागि म अध्ययनमै थिएँ। अब कहिले सुदूरपश्चिम, कहिले पूर्वाञ्चल। त केही घटना छन् सम्झिन लायक? कुनै घटना छ भने एउटा सेयरिङ। लमजुङ जिल्लामै हो अनि हङकङमा पनि त्यस्तो धेरै घटनाहरू छन्। अब यो भनिसाध्यै छैन। तर पनि उहाँहरूले चाहिँ एकदम हार्दिकतापूर्वक चाहिँ माया गर्नुभयो। उहाँहरूले जुन सोच बनाएर मलाई चाहिँ भाइ बनाउनु भयो, दादी बनाउनु भयो। त्यसको लागि त्यही नै हो, अरू केही पनि होइन। नेगेटिभ नसोच्नु होला। दिनमा कतिसम्म गीत गाउनु भयो रेकर्ड? मेरो 17वटासम्म पुग्यो एकै दिनमा। हजुर। कति सालमा? यो 62-63 तिर हो। 62-63 तिर। झन्डै 5-6 वर्षसम्म त्यो रफ्तार रह्यो। अहिले के छ अहिलेको अवस्था चाहिँ? कति समयको अन्तरालमा कसरी गीतहरू? क्वान्टिटी चाहिँ त्यो बेलामा मलाई क्वान्टिटीमा ध्यान दिएँ, अब क्वालिटीको ध्यान दिन खोजेको हो। त्यस कारणले अब रफ्तार जब म
यो धरतीबाट बिदा हुन्छ त्यहीबाट चाहिँ सकिन्छ होला सायद रफ्तार त्यहीँसम्म रहन्छ। कति पुग्यो सङ्ख्यात्मक राख्नु भएको छ केही छ कति? लगभग 13,000 टिप्नु भएको छ सबै? सबै छ, नोट छ। यति धेरै गीत गाउने त विश्वमै कोही छैन नि। हुनुहुन्छ होला अरू त, जस मेरो आफ्नो चाहिँ रेकर्ड अरूलाई दिन्न, मैले मिडियालाई मात्रै दिन्छु। अब त्यति धेरै गीत गाइरहँदा त गिनेस बुकको लागि त्यस्तो केही प्रोसेसिङ केही गर्नु भएन? होइन, म त्यो गाउन बाँकी नै छ नि, अलिक किन आत्तिनु पऱ्यो र? अझै थपिन्छ नि? थपिन्छ। सँगै यति बेला फेरि दर्शकका लागि हामी अझ एकदम चर्चामा रहेको यो खोलीको गीत चाहिँ दर्शकको लागि राख्न चाहन्छौँ। रुमाल धोको छु। वास्तवमा यो समाज एकदमै हिजोको समाज र आजको समाज फरक छ। भोलिको समाज झन् फरक हुँदै जान्छ, किनकि अहिलेको हाम्रो जेनेरेसन भनेको एकदम शिक्षित बौद्धिक छ। त्यो बेलाको समाजमा चाहिँ त्यो बेलाको समाजको गीत हो यो। आँखा खोला ए ठुला ठाला, ए ठुला ठाला, छुवाछुतको आगोले देश खाला, रुमाल धोको छु, यो खोलीको पानी सब खानु है, मैले छोको छु। वाह वाह वाह, एकदमै यो मनसुनी गीत धेरै चर्चा पनि बटुल्न सफल भयो, धेरैको मन पनि छोएको गीत हो। अहिले पछिल्लो समय अब आफै एल्बम निकाल्ने अथवा त्यस्तो केही योजना छ कि छैन तपाईँको? कि अरूकै गीतहरू गाउने? होइन, मेरो आफ्नो एल्बम तयारीमा छ, बग्यो काली गण्डकी। त्यो गीत र लगभग 2 दर्जन चाहिँ लाइनमा छन्। कतिखेर आउने हो, अब सुटिङ हुँदैछ, सुटिङ भएपछि अनि बल्ल तपाईँहरूसँग देखाउँला। अहिले विभिन्न कार्यक्रमहरूमा देश विदेशको कार्यक्रममा त निकै व्यस्त हुनुहुन्छ नै, हामीलाई भेट्न पनि गाह्रै पर्छ। यही बिन्दास गफको लागि पनि हामीले धेरै समयदेखि कुर्नु पर्यो। अहिले दर्शकहरूले शुभचिन्तकहरूले प्रत्यक्ष भेट्दै गर्दाखेरिमा कस्तो किसिमको प्रतिक्रिया दिनुहुन्छ उहाँहरूले चाहिँ? अब कसरी जानुपर्छ, केही छ त्यस्तो तपाईँलाई दिएका फिडब्याकहरू? अब म एउटा गाउँमा जन्मेको एउटा किसानको छोरो, त्यही चिलाउनेको पात बजाएर यहाँसम्म आएँ। फर्स्ट गीत पहिलो गीत भनेको मेरो साथी सागर बोराले लेख्नुभएको किसिमकोटमा चढी नाचेको त्यही हो। तर सजेसन कस्तो हुन्छ भने ढेँडो कहिले पनि चम्चा र कोट्टाएर खाइन्न, चम्चाले ढेँडो कहिले पनि खाइन्न, हातले निमट्नै पर्छ। त्यही हो लोकगीत मेरो विचारमा चाहिँ। त्यस्तो खालको प्रतिक्रिया पाइरहनु? त्यस्तो प्रतिक्रिया आइरहेको छ, वास्तवमा हो पनि। गुन्द्रुक ढेँडो बिर्सियो भने हामी चाहिँ अहिले पनि म तपाईँहरूको मिडिया मार्फत के भन्न चाहन्छु भने म लोकगायक भइसकेपछि कहिले तराईतिर, कहिले हिमालतिर हिँड्ने क्रममा त्यस्तो हुन गएको होला, कहिले विदेशतिर, होइन। गाउँ जहाँसम्म लाग्छ मलाई लोकसङ्गीत मैले अहिलेसम्म नबुझेको रहेछ। लोकसङ्गीत बुझ्नलाई अझै मैले धेरै अध्ययन अझै गर्नु बाँकी छ। तसर्थ हाम्रो राष्ट्रिय लोकसभा दोहोरी गीत प्रतिष्ठान जो हाम्रो मेरो प्रिय मित्र बद्री पङ्गिनीजी अध्यक्षमा निर्वाचित हुनुभएको छ, उहाँकै नेतृत्वमा केही होला कि भन्ने मैले आशा बोकेको छु। अझै पनि आफूलाई लोकदोहोरी क्षेत्रको एउटा विद्यार्थी जस्तो ठान्नुहुन्छ? विद्यार्थी नै हो, म विद्यार्थी नै। मेरो टिचरहरू वरिष्ठ एउटा टिचरहरू हुनुहुन्छ, धेरैजना हुनुहुन्छ, उहाँहरूले हामीलाई सिकाएको बाटोमा हिँडेको हुँ। वास्तवमा मलाई लोकगीत के हो अझै केही बुझ्न बाँकी छ। तर तपाईँले त्यो भनिरहँदा त्यो त तपाईँको एउटा महानता पनि हो। तर धेरैले राजु परियारलाई आफ्नो आइडल, आफ्नो गुरु त मानेर हिँड्नु भएको छ नि? एकदम रियली त्यो बाटोमा अहिले पनि म पनि राजु परियार जस्तै बन्छु भनेर आएका हजारौँ गायकहरू हुनुहुन्छ यो फिल्डमा। होइन, त्यो तपाईँलाई राजु परियार जस्तै नबन्नु होला, किनकि घाटा पर्छ। किन? स्वर मेरो जस्तो नल्याउनु होला, किनकि स्वर पृथक हुनुपर्छ, फरक हुनुपर्छ। तर जस्तै तपाईँको स्वर र मेरो स्वर फरक छ, त्यस कारणले पनि पृथक शैलीबाट आयो भने आफ्नो आइडल आफै बनिन्छ जस्तो लाग्छ मलाई, है। त्यस कारणले मेरो स्वर त केही पनि होइन। मेरो आमाको अगाडि, मेरो बाउको अगाडि मैले मेरो स्वर उहाँले सुन्नुभयो भने सायद म त त्यसलाई के भैँचरो भन्छ, म त भैँचरो हो।
अहिले लोकदोहोरी क्षेत्रमा अब एउटा खालको बाढी पनि आइरहेछ भन्छन्। लोकदोहोरी बिस्तारै लोक भन्दा पनि अब मोडर्न खालको मिसिरहेको छ। अलि अब लोकदोहोरी नै गाउँछु भन्नेहरू चर्चामा नआउने, प्योर लोकगीत गाउँछु भन्दाखेरि शुद्ध त्यस्तो खालको माहौल यो बढ्दै गइरहेको हो। तपाईँलाई के लाग्छ? मैले त्यति गीतहरू पनि सुनेको छैन अरू साथीहरूको, तर सुन्नमा आएको चाहिँ त्यो सत्य हो। यो लोकदोहोरीको विकास हो या त विकृति, के ठान्नुहुन्छ आफूले चाहिँ? होइन, त्यही त नि मैले अघि नै भनिसकेँ नि। अब म चाहिँ यही विषयमा चाहिँ अध्ययन गर्दैछु। मलाई लाग्छ सायद साथीहरूले, सर्जकहरूले, लोक जो स्रष्टाहरू हुनुहुन्छ उहाँहरूले बुझ्नुपर्ने कुरा हो। कतिपय स्टेजमा जाँदाखेरिमा म आफै लोक गायक भनेर चाहिँ गर्व गर्ने ठाउँ चाहिँ अझै मैले भेटाएको छैन। त्यस कारण उहाँहरूले बुझ्नुपर्ने हुन्छ। पक्कै पनि यति बेला हामीलाई कैयौँ दर्शकले हेरिरहनु भएको छ। तपाईँका शुभचिन्तकहरू, फ्यानहरू धेरै हुनुहुन्छ। अब गफ त छँदैछ, गीत पनि सुन्न पाए हुन्थ्यो भन्ने खालको पनि चाहना छ दर्शकको। एउटा गीत राखौँदै अब कुन चाहिँ गीत गाइदिउँ? म त तपाईँको चोइस, दर्शकलाई मनपर्ने त सबै गीत मनपर्छ। अवश्य पनि म आज काठमाडौँ डिजिटलमा 2 वर्षपछि यहाँ पाइलट ट्रेकिङ हाम्रो डिका दाईको स्टुडियो, हामी यहीँ अलि बसेर कुरा गरिरहँदा कता कता अप्ठ्यारो पनि लाग्छ। अब उहाँहरूको अगाडि त मलाई कसरी भनौँ र, होइन? कुन चाहिँ गीत गाइदिउँ? एउटा त्यसो भए तपाईँलाई म एउटा रेन्ज मात्रै दिन्छु। हुन्छ। उडीमायो पुतली फरक